हेलो हेलो नमस्ते गुड मर्निङ। सर्वप्रथम त दीपावली 2082 सालको यहाँलाई हार्दिक मङ्गलमय शुभकामना। आज चाहिँ म मकालु गाउँपालिका नुम बजारमा छु। यो मेरै घर अगाडि हो र आजको भिडियो म के भन्न आँटिरहेको छु भने तपाईहरुलाई चाहिँ मकालु गाउँपालिका वडा नम्बर 2 का निवर्तमान अध्यक्ष टेकबहादुर जिमीज्यूको सानो भिडियो क्लिप म यहाँ प्रस्तुत गर्न आँटिरहेको छु। कृपया भिडियो कस्तो लाग्छ कमेन्ट गर्नुहोला र मन परे लाइक अनि शेयर पनि गर्नुहोला भन्न चाहन्छु। हस् त आउनुहोस् है त भिडियो हेरौँ। नमस्ते ओ नाना आए म हाम्रो नाना हेर कति राम्री हाम्रो नाना। दसैँ कस्तो भयो नाना? एकदम राम्रो जियोस्। त्यस्तो बाधा विरोध केही भएन? छैन। ए रमाइलो एकदम। नाच्नु पनि भयो? लैला पकाएको थियो नि त चोखिनु। ए हो वर्ष दिन पुगेछ नि। नानीहरूलाई टिका लगाइदिउँ हामी लायौँ न। हामी बार्यौँ बाबु आमाले। खोइ भेना हामी यो घाँस काट्नु। ल गाइज अब चाहिँ म हाम्रो यहाँ भेना चाहिँ है घाँस काट्दै हुनुहुन्छ अरे। बुढा मान्छेले घाँस काटेको भिडियो खिच्नु पर्यो। ओ भेना हो न घाँस काटेको भिडियो खिच्नु भेनाको भनेको त आइ पो हालेछ त हो। अनि के छ भेना आउनु आउनु लु गफ गर्दै आउनु। माइती राजाहरूको आशीर्वादले भगवानको कृपाले हजुर ठिकै छ सन्चै छ भन्नु पर्यो मेरो सालु। कतिवटा बाख्रा छ तपाईँको? दुईटा पाठा छ। दुईटा? लु आउनु आउनु हिँड्नु त। आइपुग्नु भयो खुसी लाग्यो। नानालाई फोन गरेको त नि सालुज्यू। नानाको मोबाइल स्विच अफ कि स्विच अफ भन्छ। अनि यो सबै खानै घाँस हो त भेना? हो खान्छ है? यहाँको बाख्रा नि अँ जे भएको झारपात सबै हालिदिए खान्छ। अहिले अब यो हरियो घाँस हुन्छ। अब मङ्सिरदेखि उता पुस माघ फागुन चैत महिनासम्म चाहिँ खुरुखुरु पातलेको घाँस। त्यही हो बडाको घाँस यहाँको चाहिँ। ल ल ल तपाईँको बाख्रा देखाउनु त लु। ए ल ओइ केटा एउटा उभिरहेछ एउटा सुतिरहेको उति। ए लु देखाउनु न देखाउनु। हेर्दै रहेछ होइन? घाँस बाबैले ल्याउँदैन भनेर बाउले घाँस ल्याउँछ कि ल्याउँदैन भनेर हेर्दैछ। नानाले खोले दिएको छ कि छैन अलिकति हाल्नु त। खोले दिएपछि हाल्ने बानी गरेछ। घरै सुन्ने हुँदो रहेछ। छोराछोरी हुन्जेल चाहिँ घरमा सुन्ने लाग्दैन थियो। छोराछोरी पक्रेर लगेर गइसकेपछि दिदी र भेना मात्रै। अनि साथी त बालबच्चा त कुखुरा बाख्रा पाठा। तपाईँको अनि तपाईँको छोराछोरी चाहिँ कतिजना हो नि? 4 जना थियो। देखि छोरी पोहोर असार 16 गते खसिहालिन्। हजुर अब 3 जना परिपक्व भन्दाखेरि जस 3 जना अझै जीवित हुनुहुन्छ। नाता नातिना कति भए? नाता नातिनी चाहिँ बेटी छोरीको एउटै मात्रै। जेठो छोराको 3 जना। कान्छी छोरीको 2 जना। ए ल अब कान्छाबाट चाहिँ भएको छैन। भएको छैन। भर्खर अस्ति माघमा बुहारी ल्याएको। अब बिस्तारै बिस्तारै होला तिनीहरूको पनि भन्ने आशा छ। आशा छ। ए आशा राख्नु पनि पर्यो। दुईटालाई घाँस चाहिँ सधैँ तपाईँ नै काट्नुहुन्छ कि होइन नानाले पनि काट्नुहुन्छ? तपाईँको नानाले पनि काट्छ। तपाईँले एउटा कुरो सोध्छु है त, अघि नानालाई पनि सोधेँ होइन? तपाईँले आफ्नो श्रीमतीलाई बोलाउँदा के भनेर बोलाउनुहुन्छ? श्रीमतीलाई बोलाउँदा खिमदाङमा खिमदाङमा भन्नुहुन्छ? नेपालीमा काङढापमा। हाम्रो नेपाली राई भाषाबाट चाहिँ काङढापमा। त्यो भनेको के हो? मेरो बुढी भने। मेरो बुढी भन्नुहुन्छ? जस्तो नेपालीबाट मेरो बुढी भने जस्तै नि हाम्रो राई भाषाबाट चाहिँ तपाईँको आफ्नो श्रीमती बुढीलाई काङढापमा भन्छ। ए तपाईँले चाहिँ उहाँले चाहिँ तपाईँलाई बोलाउँदा के भनेर बोलाउनुहुन्छ? के जस्तै अब काङढाप्पा भन्छ। कामढप्पै भन्छ? काङढाप्पा भन्छ। काङढाप्पै भन्छ नि त। होइन तपाईँ 2 जना मात्रै हुनुहुन्छ नि त मानिलिउँ। अनि केही काम पर्यो भने ए फलाना भनेर बोलाउँदा कसरी बोलाउनुहुन्छ? त्यो त अब मान्छेमा भाषामा फरक पर्ने हो। मैं त हो आमा घरको आमा कहाँ के गर्दैछ यहाँ काम पर्यो है भन्छु। ए अनि तपाईँलाई चाहिँ नानाले कसरी बोलाउँछ? फेरि दाजु पो भन्छ धेरै तपाईँको नानाले। दाजु के भन्छ?
भन्छ भन्छ किन भनेको रे त्यसो चामल उखा थिए वा भन्छ त्यसो भन्नुहुन्छ अनि उसले अब मन पराएको नाम होला नि ए अब त श्रीमानलाई त प्राय हाम्रो राईहरूले चामा चासी अब चामा उसायो भन्छ नि त त्यो नाम बेगर भन्छन् अनि तपाईँले यहाँ सुन्नु न तपाईँले चाहिँ हाम्रो नानासँग बिहे गरेको कति वर्ष भयो अरे 50 सालमा 50 सालमा तपाईँको नाम भनिदिनु न मेरो नाम हजुर पक्षीमाया राई अनि कति सालतिर बिहे गर्नुभएको अरे 50 सालतिर होला नि 50 साल कुन महिनामा बिर्सिनु अब त त्यस कुन महिनातिर बिहे गर्नुभएको महिना त कुन महिना यस्तै होला नि अब माघ फागुनतिर गर्नुभएको माघमा होला ए अनि हाम्रो भेनाले चाहिँ तपाईँलाई कसरी फकाउनु भयो पहिला के भन्छ अनि के भन्नुभयो एकचोटि सुनाउनु त लु अब के सुनाउनु त अब त्यस्तै नि त आमाले दिने भने बिहा गरिदिनु दिइहाल्यो माग्न आएको कि माग्नै आएको माथि रुद्राइबा जस तपाईँलाई मन पराएर मसँग बिहे गरौँ लु हिँड भनेर तानेको त होइन त्यसो भने होइन ए अनि के तपाईँले चाहिँ मन पराएर माग्न जानुभयो कि भगाएर लानुभयो भन्नु त होइन माग्नै गएको म माग्नै गएको राति अफिस छुट्टी भएपछि अफिस 2 बजी बन्द भइहाल्छ होइन यसो उसो गर्दा 3 बज्यो 3 बजे रुद्र आएदाङ्गको रुद्र सर र म झार्यौँ उहाँ पनि माइती नै हो नि त उहाँसँग जाउँ दाजु तपाईँ एउटा माइती भएर हिँड्नुहोस् कुरा त म गरिहाल्छु तपाईँ चुप लाग्नुहोस् भने यही बाटोमा सल्लाह गऱ्यौँ मन पराउनु भएको थियो अनि तल पुगेपछि सासू हुनुहुन्थ्यो नि आमा अब पहिला त आमालाई नै भन्नु पर्यो मनमा लाग्यो दाजु थपक्कै सुत्नुभयो रुद्र दाइ चाहिँ म पहिला चाहिँ जाँड खाने न्यु गरेँ जाँड छानेर दिँदा तपाईँको नाना यहीँ छ ऊ छक्कै पर्थ्यो मैले जाँड खाँदाखेरि त्यसै त कुरा खोल्नु त गाह्रो पऱ्यो नि त अनि बिस्तारै जाँड खाँदै गएपछि होइन अनि सासूलाई म भन्थे त्यो बेला सासूलाई होइन एउटा कुरा पो गर्नु पर्यो आज त भनेर आएको म भनेपछि भन्नु नि नाति भन्नुहुन्थ्यो भन्नु नि के कुरा छ गर्दा भइहाल्छ भन्नुभयो अनि यसो अब म त एक्लै भएँ फेरि यसो साथी खोज्दै हिँडेको यसो यतातिर कहीँ मिलिहाल्छु कि भनेर तपाईँहरू पनि लागि पर्नुहुन्छ कि तपाईँ पनि बोजू पनि लागि पर्नुहुन्छ कि भनेर पो आएको ए पहिला त्यसरी कुरा सुरु गरेँ अनि त्यहाँबाट यिनी चाहिँ भात खाँदै थियो क्लिक क्लिक हेर्दै मुसुङ मुसुङ हाँसिन् होइन बोलचाल चाहिँ थियो कि थिएन मन पराउँछु भन्नुभएको थियो कि थिएन पहिला थिएन अनि तपाईँलाई चाहिँ अनि भेनाले त्यस्तो माग्न आएपछि तपाईँ ल गइहाल्नु लाग्यो कि नजाउँ लाग्यो त त्यतिखेर भन्नु त लु भिडियोमा अब दिएपछि अब आमा बाले दिएपछि दाजुहरूले लिएर कराएपछि अब जानु होला मनमा लाग्यो नि त अब यता हेरेर भन्नु न यता जियोस् यता हेरेर भन्नु न यो त पछि तपाईँको नाता नातिनीले हेर्ने कुरो पो त अनि जियोस् बुवा आमाको दाजुभाइहरूको कुरो काट्न सक्नु भएन त्यतिखेर त्यसो भने त्यही त अब काट्नु भएन नि त तपाईँ र भेनाको उमेर कति फरक हो थुप्रो नि 12 वर्ष 12 वर्ष 12 वर्ष त्यत्रो धेरै होइन अनि त्यहाँबाट कोन त नातिनी पहिलाको साइनले नातिनी ज्वाइँ भन्नुहुन्थ्यो सासूले अनि थारी गाउँतिर 9 नम्बरको छोरीहरू छन् के भन्नु ए अरौतिर चाहिँ देखाउनु भयो अनि म लुम्बुम्बामै देखेको छु देख्नु चाहिँ कुरा मिल्नु नमिल्नु तपाईँले मिलाउनु नमिलाउनु चाहिँ तपाईँको कुरो हो कुरा गर्नु आएको भने ल है कान्छो ल आमुको इमङ काशीले बेटाई ख्याटाई भन्नुभयो ल कान्छी त्यो चाहिँ नेपालीमा के भनेको के भने ल है छोरी दाजुले त के भन्नु पो थाल्यो अब कोही के भन्छस् है म त के बोल्नु सक्दिनँ भन्नु उहाँले चाहिँ अब छोरीले जे भन्छ त्यही ओके गरिहाल्नु भएछ होइन त्यहाँबाट त्यसै गर्दा गर्दै कुरा गरियो अन्तिममा ल है कान्छी दाजुलाई के भन्ने तिमी नै भन भनेर आमाले भन्नुभयो होइन
आमाले भनिसकेपछि मैले के भन्नु र भने यिनीले तपाईँको नानाले त्यसो भनिसकेपछि त्यसो भए बुधबार आइहेर्नु नि त भन्नुभयो। कसले? सासु आमाले बुधबार आइहेर्नु नि त बेलुका बेलुका भन्नुभयो। अनि बेलुका फेरि कोही लिएर गइन, दुईजना को साथी लिएर गएँ। अनि बेलुका रुद्र दाई नै लिएर गयो क्या हो। अनि बेलुका गएर यस्तै यस्तै लु अस्तिको बच्चनले तपाईँको बच्चनले त्यही आशा लिएर आएको, अब आज त रितो फर्किनु पर्दैन होला भने। खै अब के भन्नु कुरा त मैले बिगारिहालेँ भन्नुभयो सासु आमाले होइन। त्यहाँबाट तपाईँको नाना त बोलेन के बोलेन। ए काइली मक्सा र काइली पनि छ, बेलबारी हुने काइली मक्सा र काइली पनि छ। अनि कुरा गर्दै गर्दा नाना आगो ठिकै छ लोहे गए भन्यो। ठिकै छ हुन्छ भन्न न दिदीले भन्यो। मैले के भन्नु तिमीहरूलाई नै भनिन् यिनले। उसले केही बोलिनन्, नराम्रो शब्द बोलिनन्। त्यहाँ राति 12 बजीतिर बाटो लाग्यौँ। बाटो चाहिँ कता लाउनु? यता यहाँ डेरामा। यता ल्याउनु भयो? अनि घरतिर चाहिँ लानु भएन? घरतिर के लानु अब सुन्ने घरमा। अनि त्यहाँ यतै ल्याइयो, डेरामा ल्याइयो। काइली ज्वाइँ र काइली थियो, अनि साथीभाइ थियो। यसो के यसो कटालो जस्तो गरियो। त्यसै र अहिलेसम्म तपाईँको नाना र मेरो जीवन 50 सालमा ल्याएकोदेखि अहिले 82 सालमा तपाईँको नाना र मेरो जीवन अहिलेसम्म सकुशलै गुज्रिरहेको छ। सकुशलै बाँचिरहेको छौँ, काम गरिरहेको छौँ। अनि कति माया गर्नुहुन्छ बेनालाई भन्नु त लु? कसले? मैले अब गर्नु पर्यो नि त। जिन्दगी नै दिइसकेपछि धेरै गर्नु पर्यो होइन? माया गर्नु पर्यो नि त। अब बुढो मान्छे भनेर हेला गर्नु भएन नि त। अनि त्यता हेरेर भन्नु न, अनि तपाईँलाई कस्तो लाग्छ? तपाईँले धेर माया गर्छु जस्तो लाग्छ कि भेनाले धेर माया गर्छ जस्तो लाग्छ? पनि तपाईँको अनुभव हुन्छ नि त परिवारमा। अब कसैलाई हेला होच्च गरेको हुन्छ, के हुन्छ, थेत दूर गरेको हुन्छ होइन? त्यस्तो त गर्नुहुन्न नि? जस माया धेरै गर्नुहुन्छ। अनि कहिलेकाहीँ यसो ठकठक ठुकठुक पर्नुहुन्छ तपाईँहरू? त्यो त उल्टा पनि चुलामा नसोसी बल्दै बल्दैन। हिँड्दै गफ गरौँ न त लु। त्यो चाहिँ भाइ सुन्नुहोस्, तपाईँको नाना हो, मेरो श्रीमती हो। मैले यतिसम्म चाहिँ यसो चाहिँ गरेर मुखले त पर्छ नि अलि मुखले पर्छ नि। अनि शेर्पाको छोरीहरू त छुच्ची हुन्छ भन्छ नि, हाम्रो नाना चाहिँ कतिको छुच्ची छ? खोइ मलाई त त्यस्तो केही छुच्ची गरेको देखाउँदैन। कहिले कहिले त काम कुरा नमिल्दा परिहाल्छ होइन। छुच्ची पान दिएको छैन। जस आजसम्म धेरै नराम्रो वचन चाहिँ पाउनु भएको छैन। ए लु, हो यस्तोलाई भनिन्छ क्या मिलेको जोडी भनेको। अब के अरे देखिन्छ एकतिर, लेखेको एकतिर भन्छ होइन। केही मेट्नु पर्दो रहेछ। पहिलाकोसँग चाहिँ भेटै हुन नहुने झगडा परिहाल्थ्यो। इच्छाले आउटाले पनि पुट्यो मलाई। बिहोरा चाहिँ उसको खतम रहेछ, मलाई चाहिँ नराम्रो हेरेर। तर अहिलेकोले भन्दा त्यस्तो छैन सालुज्यू। जस माया धेरै गर्नुहुन्छ। के भनेर बोलाउनुहुन्छ तपाईँलाई भेनाले? बोलाउँदाखेरि फलाना भन्ने चलन हुन्छ नि त, फलानाको आमा फलाना यस्तो उस्तो भन्ने चलन। के भनेर बोलाउनुहुन्छ? तपाईँको नामबाट बोलाउनुहुन्छ कि नानीहरूको नामबाट बोलाउनुहुन्छ कि के भन्नुहुन्छ? कहाँको केटाकेटी भन्छ नि? कहाँको केटा तपाईँलाई बोलाउँदा होइन, ए फलाना भनेर बोलाउनु पर्यो भने कसरी बोलाउनुहुन्छ तपाईँलाई बोलाउँदाखेरि? अब कसैले ए बुढी भन्ने चलन हुन्छ, ए अनि ओ घरको आमा भन्ने चलन हुन्छ, के हुन्छ त्यस्तो हुन्छ नि? घरको आमा भन्छ। तपाईँले बोलाउँदा चाहिँ कसरी बोलाउनुहुन्छ? होइन हो त जसलाई नि भन्छ कि तपाईँले चाहिँ कसै के घरको बाउ नै भन्नुहुन्छ कि? जिन्दगीको मेरो जिन्दगीको कहानी तपाईँको नाना ल्याएदेखिको ल यतिसम्म छ। यहीँ अब एकछिन समाप्त। ल अरे गफ गरौँ ल। होइन तपाईँको परिचय पनि पो छुटेछ यहाँ। ए मेरो नाम चाहिँ सोधिहाल्नुभयो। अब मेरो नाम
टेकबार जिम्मी हो। हजुर अब अहिले 70 वर्षमा हिँड्दैछु। हजुर 2012 सालको फागुन महिनाको 20 गतिको जन्म हो। मेरो जन्मभूमि चाहिँ मकल गाउँपालिका वार्ड नम्बर 5 खङ्लाखाङ भन्ने ठाउँमा हो मेरो जन्म चाहिँ, माङ्सीमा छेउमा। ए हजुर ल ओके धन्यवाद। तपाईँलाई